फिनिक्स पोडकास्ट फिनिक्स कलेज अफ म्यानेजमेन्टबाट आयोजित कार्यक्रम हो। सधैँ झैँ आज पनि हामी विशेष सन्दर्भसँग सम्बन्धित छलफल गरेर तपाईहरूलाई जानकारी दिने कोसिस मात्र गर्नेछौँ। पारस सरलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। मलाई केही कुरा बोल्न दिनुभएकोमा हजुर अभिभावक र विद्यार्थीलाई मेरो नमस्कार। हामी कुरा गर्नेछौँ +2 साइन्स र म्यानेजमेन्ट कार्यक्रम, विद्यार्थीको भविष्य, करियर अवसर, कलेजको वातावरण र अहिले खुलेको एडमिसनको बारेमा। यसै सन्दर्भमा हजुरहरूलाई युनिभर्सल कलेजको बारेमा विस्तृत जानकारी दिन युनिभर्सल कलेजका इन्चार्ज सरबाटै हामीले हजुरहरूलाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गर्नेछौँ। सबैभन्दा पहिला युनिभर्सल कलेजको बारेमा सरले छोटकरीमा बताइदिनुहोस् न। 2053 सालमा स्थापित कलेज हो। यो बालुवाटारबाट सुरु भएको कलेज हो र मैतीदेवीमा जुन अहिले अवस्थित कलेज छ यो 2063 सालदेखि यस बिल्डिङ आफ्नो बिल्डिङमा अवस्थित छ। म 2063 सालदेखि नै +2 प्रोग्राममा आबद्ध पनि भएर बसेको छु र हामीले विद्यार्थीलाई यहाँनिर सिकाउने भन्ने चिज भनेको चाहिँ गुणस्तरीय शिक्षा मात्रै नभएर व्यावहारिक ज्ञान र भविष्यको कुराहरूमा केन्द्रित भएर सिकाउने हो। हामीले यहाँ चलाउने प्रोग्राम भनेको साइन्स र म्यानेजमेन्ट प्रोग्राम हो। साइन्सभित्र फिजिकल र बायोलोजी पढ्नको लागि बायो भनिन्छ सर्ट फर्ममा, फिजिकल र बायो प्रोग्राम हुन्छ है। त्यसपछि म्यानेजमेन्टमा 3टा प्रोग्राम अप्सनल हुन्छ। होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेस स्टडिज। अरू सब्जेक्ट भनेको चाहिँ सबै सिमिलर हुन्छन्। यी चाहिँ तपाईँको अप्सनल सब्जेक्टमा पर्छन्। यसभित्र जाँदै गर्दा मैले बायोलोजी पढाउँदै गर्दा मेडिकललाई फोकस गरेर पढाउने हो, हामीले फिजिकललाई पढाउँदै गर्दाखेरि इन्जिनियरिङलाई फोकस गरेर पढाउने हो। म्यानेजमेन्टमा जाँदाखेरि होटेल म्यानेजमेन्ट भनेको एउटा टुरिज्म एरियालाई फोकस गर्नको लागि हामीले चाहिँ होटेल म्यानेजमेन्टलाई प्रायोरिटीमा राखेका छौँ। कम्प्युटर साइन्स भनेको चाहिँ अहिलेको चाहिँ अपरिहार्य भयो। आइटी बिना यो संसारै नभएको जस्तो भएको कारणले गर्दा कम्प्युटरमा हामी आइटी फोकसलाई बढी पढाउनको लागि यो सब्जेक्टमा बढी फोकस गराउँछौँ। र बिजनेस स्टडिज भनेको चाहिँ तपाईँको एडमिनिस्ट्रेसन, अफिसहरू कसरी सञ्चालन गर्ने, भोलिका दिनमा आफूलाई आइपरेका अफिसहरू सञ्चालन गर्नलाई चाहिने व्यावहारिक कुरा, त्यसबाट हामी बच्चाहरूलाई मोटिभेसन गर्छौँ। हामीले बच्चाहरूलाई दिने अरू कुरा भनेको त एक्स्ट्रा फ्यासिलिटिजमा चाहिँ तपाईँको इसीहरू पऱ्यो होला, लाइब्रेरीहरू छन् हामीसँग, प्र्याक्टिकल ल्याबहरू, एक्सपिरियन्स टिचरबाट ल्याब गराइन्छ, वेल म्यानेज छ ल्याबहरू हामीसँग होइन। र बच्चालाई हामीले अन्त्यमा जाँदाखेरि केही न केही संस्कार दिएर पठाउँछौँ र रिजल्ट पनि साथसाथै राम्रो दिएर पठाउँछौँ। यो एउटा अभिभावकले सोच्नुपर्ने कुरा पनि छ र विद्यार्थीले आफ्नो भविष्यको लागि क्वालिटी एजुकेसन बिना उसले भविष्यमा फड्को मार्न सक्दैन। युनिभर्सल कलेजलाई नै किन रोज्ने त? युनिभर्सल बाहेक अरू धेरै कलेजहरू पनि छन्, नभएका होइनन्। धेरै महँगा फी लिने कलेज पनि छन्, धेरै सस्ता पनि छन्। हामी चाहिँ धेरै सस्तोमा पनि पढ्दैनौँ, धेरै महँगो पनि पढ्दैनौँ, ताकि हाम्रो जीवनस्तर अनुसारको हामी परिवारको बच्चा बच्चीलाई हाम्रो प्यारेन्ट्सले चाहिँ पढाउन सक्नुहोस् र सही मूल्याङ्कन गरेर युनिभर्सलमा पढ्दाखेरि हामीले दिने भविष्यका कुराहरू सबै दिन पाऊँ र उनीहरूले पनि लिन पाऊँ भन्ने नै हो। तर के चाहिँ हो भने अहिलेको 50% भन्दा बढी बच्चाहरूले चाहिँ घरको प्यारेन्ट्सको समस्याहरू बुझ्नुहुन्न। उहाँहरूले साथीभाइ कहाँ गयो, के पढ्यो भन्ने कुरा मात्रै बुझिदिनुहोस्। हाम्रो चाहना त्यो होइन। हाम्रो चाहना त +2 पढ्नको लागि मिनिमम फीमा हाई क्वालिटी र केयरिङको हिसाबले सब दिन तयार भएको कलेज भएकोले गर्दा हामीलाई यो हिसाबले ट्रस्ट दिनमा हामी सक्छौँ भन्ने कुरा हो। र रिजल्ट अघि पनि मैले सायद भने, हामी साइन्सको लास्ट 2 इयर्सदेखि 100% रिजल्ट हो। म्यानेजमेन्टमा
हामीले 96% एबभ रिजल्ट ल्याइरहेछौँ। अब भन्नुहोस् हामीले अराउन्ड 2 लाख वर्षको तिर्ने कलेज र हामी अराउन्ड 60,000 वर्षको लिने कलेजको रिजल्ट उस्तै छ भने हामीलाई किन ट्रस्ट नगर्ने? हामी हजुरको बाबु नानीको भविष्य हामी बनाउँछौँ, हामी हजुरको विश्वास जित्छौँ। योभन्दा बढी कुनै पनि शैक्षिक संस्थाले भनिराख्नु पर्दैन। र विगतमा सरले भने जस्तै युनिभर्सल कलेजले पनि कलेजमा अध्ययन गर्ने विद्यार्थीले पनि यो सेवा सुविधा र कलेजले गरेको कमिटमेन्ट अनुसार सबै पाइरहेका छन्। हामी युनिभर्सल कलेजमा साइन्स र म्यानेजमेन्ट स्ट्रिममा पढाइ हुन्छ। युनिभर्सल कलेजमा साइन्स स्ट्रिम प्रोग्रामको कुरा गर्दा के छ विशेषता, सरले थोरै भनिदिनुहोस् न। युनिभर्सल कलेजमा साइन्समा हामीले लिने विद्यार्थी नम्बर अफ स्टुडेन्ट पहिला हामीले बुझ्नु पर्यो। हामी टोटल 2टा सेक्सन लिन्छौँ साइन्समा। साइन्समा एउटा फिजिकल ग्रुप हुन्छ, एउटा बायो ग्रुप हुन्छ। हामीले बच्चालाई एडमिसन गरिसकेपछि त्यही अनुसार नै हामीले रेगुलर क्लास दिन्छौँ, वेल इक्विपमेन्ट ल्याबहरू दिन्छौँ होइन। क्लास उसले रेगुलर आयो आएन सबै अब्जर्भ हामी 2 वर्षसम्म जिम्मा लिएर, ग्यारेन्टीका साथ जिम्मा लिएर प्यारेन्ट्सलाई ट्रस्ट गराउँछौँ होइन। र बच्चाहरूलाई मोटिभेसन, पढ्नको लागि मोटिभेसनका कुराहरू त हुने नै भए, त्यस साथसाथै एक्स्ट्रा तपाईँको जस्तो मेडिकल क्लासहरू दिने, इन्जिनियरिङका क्लासहरू दिने, बच्चालाई +2 सकेर जाँदाखेरि हामीले गरेका कुराहरूले सपोर्ट होस् भन्नको लागि एक्स्ट्रा क्लासहरू दिएर पनि साइन्समा हामीले बच्चाहरूलाई पोजिटिभ बनाउन सक्छौँ। अब कार्यक्रमलाई अगाडि बढाउँदै मैले फेरि पनि सरलाई साइन्स स्ट्रिममै आधारित रहेर अर्को प्रश्न राख्न चाहे। धेरै विद्यार्थीहरू अहिले साइन्स गाह्रो हुन्छ, पढ्नको लागि सकिँदैन, अथवा भोलि साइन्समा एडमिसन भइसकेपछि अगाडि आफूलाई गाह्रो भयो भने मेरो टाइम लस हुन्छ भन्ने एउटा कुरा, चर्चाहरू हामीले सुन्ने गर्छौँ। के साँच्चै विद्यार्थीहरू साइन्स स्ट्रिममा पढ्नको लागि डराउँछन्, अथवा कस्ता विद्यार्थीहरूले साइन्स पढ्दाखेरि उनीहरूलाई सहज हुन्छ? यो अहिले हजुरले भने जस्तै अहिलेका एससी दिएर आएका बच्चाहरूमा साइन्स स्ट्रिम चाहिँ गाह्रो छ भन्ने कुरामा मैले के हजुरलाई अनुरोध गर्छु भने कुनै पनि फ्याकल्टी न सजिलो छ न गाह्रो छ। अहिले बच्चाहरूमा एउटा कस्तो खालके ट्रेन्ड आयो भने कम पढ्ने, रिजल्ट चाहिँ अथवा जिपिए चाहिँ धेरै चाहिने, त्यो हिसाबले गाह्रो भएको मात्रै हो। हामी 1.6 हजुरकै अगाडि भन्छु 1.6 जिपिए ल्याएको बच्चालाई साइन्समा एडमिसन गरेर पास गरेर पठाउने ग्यारेन्टी लिन्छु भनेपछि गाह्रो होइन रहेछ। तर बच्चामा पनि अथवा विद्यार्थीमा पनि लगनशीलता हुनु पर्यो, कलेज रेगुलर आउनु पर्यो, कलेजका गुरुआमाहरूले भनेका कुराहरूलाई कन्टिन्युटी दिनु पर्यो, सल्लाह लिनु पर्यो, एक्जामहरूमा एटेन्ड हुनु पर्यो। यी कुराहरू भयो भने हातमा हात मिलाएर बाबु नानीहरूलाई हामी साइन्स पढाएरै अगाडि बढाउन सक्छौँ, गाह्रो केही पनि छैन। अघिल्ला एपिसोड जस्तै आजको एपिसोडमा पनि हामीले फिनिक्स पोडकास्टमा विशेष छलफल कार्यक्रम आयोजना गरेका छौँ। आजका हाम्रा गेस्ट हुनुहुन्छ युनिभर्सल कलेजका इन्चार्ज, +2 साइन्स एन्ड म्यानेजमेन्ट स्ट्रिममा युनिभर्सल कलेजमा पढाइ हुन्छ। सरले अहिले +2 म्यानेजमेन्ट र साइन्स स्ट्रिममा भर्नाका लागि आउने विद्यार्थी लगायत अभिभावकका लागि धेरैभन्दा धेरै जानकारीमूलक कुराहरू यहाँ राख्दै हुनुहुन्छ। कृपया हाम्रो च्यानललाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र आफ्नो सर्कलमा सेयर पनि गर्नुहोला। अब कार्यक्रमलाई अवेर नगरिकन म अर्को प्रश्न सरलाई टक्राउन चाहे। साइन्समै हामी आधारित भएर छलफल गर्नेछौँ। साइन्स पढेपछि फ्युचर अपर्च्युनिटी कस्ता कस्ता हुन्छन्, अथवा भनौँ कुन कुन सेक्टर र फिल्डमा विद्यार्थी अगाडि बढ्न सक्छन्? साइन्स अपर्च्युनिटी त्यही जुनै फ्याकल्टीले पनि लिन सक्छ, तर साइन्समा पढ्ने बच्चाले पाउने के हो भन्ने कुराको सन्दर्भमा चाहिँ साइन्स +2 गरिसकेपछि उसले कि फिजिकलबाट गर्नु पर्यो
कि बायोबाट गर्नु पर्यो। बायोबाट गऱ्यो भने ऊ मेडिकल लाइनमा गयो, मेडिकल सेक्टरका कुनै पनि फिल्डमा जान सक्छ। जस्तो MBBS, तपाईँको फार्मेसी, बायोटेक्नोलोजी यिनीहरूमा छिर्न सक्यो। फिजिकलबाट जाने भने इन्जिनियरिङ लाइन छिर्न सक्यो, IT लाइन छिर्न सक्यो। यो अपर्च्युनिटी भयो उसको डाइरेक्ट देखिने अपर्च्युनिटी हो। इन्डाइरेक्ट देखिने अपर्च्युनिटी के हो भने कुनै पनि बच्चा साइन्समा भर्ना भएर साइन्सबाट +2 सकेर जान्छ भने उसका बाटाहरू धेरै वे खुल्छन्, भनेको अप्सन धेरै हुन्छ। किनकि म्यानेजमेन्ट ह्युम्यानिटिज लिने विद्यार्थीले चाहिँ उसको बाटो नै सुरुमै न्यारो हुन्छ, उसको लिमिट बाटोबाट ऊ हिँड्नुपर्छ भने साइन्सको बच्चाले चाहिँ बाटोको अप्सन धेरै पाउँछ। यही नै उसको बढी अपर्च्युनिटी हो। आजको डिजिटल वर्ल्डमा साइन्सको डिमान्ड झन्झन बढिरहेको छ। सरले भन्नुभएको जस्तै साइन्स लिएको विद्यार्थीले मेडिकल सेक्टरमा पनि उसले जान सक्छ, साथसाथै इन्जिनियरिङ IT सेक्टरमा पनि जान सक्छ। यसबाट के प्रश्न हुन्छ भन्दा साइन्स पढ्दाखेरि विद्यार्थीको भविष्य जतातिर चाहिँ आफू कन्भर्ट भएर अथवा मुभ हुन पनि हामीलाई सहज हुने रहेछ। अब कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा अब म्यानेजमेन्ट प्रोग्रामको बारेमा कुरा गरौँ न। म्यानेजमेन्ट किन अहिले यति धेरै पपुलर भइरहेको छ? म्यानेजमेन्ट स्ट्रिमको बेनिफिट के हो भने अघि हजुरले मलाई एउटा क्वेसन सोध्नु भएको छ, साइन्स पढेर उसको भविष्य के भन्दै गर्दा साइन्स पढेर उनीहरूले जे गरे पनि त्यो सबै चलाउने म्यानेजमेन्टले। त्यो म्यानेजमेन्ट चलाउने स्टुडेन्ट कहाँबाट प्रोडक्ट हुन्छ भन्दाखेरि म्यानेजमेन्ट फ्याकल्टीबाट हुन्छ। त्यसले गर्दाखेरि कुनै पनि सेक्टरमा म्यानेजमेन्ट नभइकन त्यो संस्था, त्यो अर्गनाइजेसन सक्सेस हुनै सक्दैन। त्यसको लागि नै म्यानेजमेन्ट अपरिहार्य भएको। म्यानेजमेन्ट पढ्ने विद्यार्थीले फ्युचरमा कुन सेक्टरमा क्यारियर बनाउन सक्छन् अथवा उनीहरूलाई कस्ता सेक्टरका बाटाहरू खुला हुन्छन् जसले म्यानेजमेन्ट स्ट्रिममा पढेको छ? म्यानेजमेन्ट फ्याकल्टीबाट +2 जसले गर्छ अथवा म्यानेजमेन्टबाट उसले ब्याचलर गर्ला, मास्टर गर्ला, त्यो बच्चाहरूको भविष्यमा उनीहरूको वे के हो भन्ने कुरोमा चाहिँ अब म्यानेजमेन्ट कहाँ जाने भन्ने धेरै फिल्ड छ यसभित्र पनि। CA मा जाने हो कि, अब तपाईँको एडमिनिस्ट्रेसन चलाउनलाई BBA पढ्ने हो कि, म्यानेजमेन्ट चलाउनलाई BBM पढ्ने हो कि, होटेल म्यानेजमेन्ट, होटेल हेर्नलाई, टुरिज्म एरिया हेर्नलाई होटेल म्यानेजमेन्टतिर छिर्ने हो कि होइन, ब्याङ्किङ सेक्टरमा छिर्ने हो कि, बिजनेस गर्ने हो कि होइन, यी कुराहरू यी सबै फिल्ड चाहिँ कहाँबाट जाने भयो भन्दाखेरि +2 पछाडिका बाटा चाहिँ म्यानेजमेन्टले आफै कोर्छ। त्यसमा एउटा क्राइटेरिया कहीँ हुन सक्ला, जस्तो भोलि उसले IT पढ्दै गर्दा IT पढ्न खोज्यो, म्यानेजमेन्ट IT पनि तपाईँको 3टा सेक्टरमै छ, फ्याकल्टीमै छ। साइन्सको पनि IT छ, BSc CSIT, म्यानेजमेन्टको IT छ BIT, ह्युम्यानिटिजको IT छ BCA। यी सबैको आफ्नै IT छ, तर पनि म्यानेजमेन्टको IT चाहिँ बजारमा अझ डिमान्डेड छ र अप्सन धेरै छ म्यानेजमेन्टलाई। हामीले नदेखाउन सकेको हो, देखाउन बच्चालाई बुझाउन सकेनौँ र बच्चाले बुझेका छैनन्। बच्चाले के मात्रै बुझे भन्दाखेरि +2 सकेपछि के पढ्ने भन्दा BBA र CA यति मात्रै होइन, त्यो भित्र पनि धेरै नसा फरक वे छ। त्यो वे चाहिँ बुझ्न जरुरी छ। अब बुझाउन हामीले कति सक्छौँ, बच्चाले कति लिन्छन् भन्ने कुरामा मात्रै डिपेन्ड हो। अप्सन धेरै छ। विद्यार्थी र अभिभावकका लागि अत्यन्त जरुरी बुझ्नै पर्ने कुरा, सुन्नै पर्ने कुराहरू आदि विषयमा चर्चा भइरहेको छ। आज छलफल भइरहेको छ फिनिक्स पोडकास्टमा। म हुँ मोडरेटर राजु भट्टराई। आज हामीसँग हुनुहुन्छ एज अ गेस्ट युनिभर्सल कलेजका इन्चार्ज पारस विष्ट सर। अब कार्यक्रमलाई म अगाडि बढाउँदैछु। सर, म्यानेजमेन्ट केवल इजी सब्जेक्ट हो भन्ने सोच के यो सही हो? म्यानेजमेन्ट सब्जेक्ट त्यति धेरै सजिलो हो र? म्यानेजमेन्ट सब्जेक्ट ओभरअल बजारले भन्ने चिज चाहिँ साइन्सभन्दा सजिलो हो भन्छन्, तर त्यस्तो होइन, त्यस्तो हुन सक्दैन। तपाईँको डाइनिङमा तपाईँलाई खाना आउने बित्तिकै त्यो खाना पेटमा जाँदैन सर। त्यसको लागि तपाईँले एक्सर्साइज गर्नु पर्ला, अनि मात्रै इजी होला। मैले भन्न खोजेको के हो भने जुनै सब्जेक्ट लिए पनि त्यसलाई तपाईँले अध्ययन गर्नुहुन्न, त्यो भित्र छिर्नुहुन्न भने
कुनै पनि चिज इजी छैन, कुनै फ्याकल्टी पनि इजी छैन। तपाईँ जुन चिजमा तपाईँ छिर्नुहुन्छ, जुन चिजमा तपाईँ लगनशीलता हुनुहुन्छ, सबै फ्याकल्टी इजी छ। युनिभर्सल कलेजको लाइफ, यहाँको वातावरण र यहाँ विद्यार्थीले कस्तो इन्भाइरोमेन्ट पाउँछन् त? साँच्चैकै विद्यार्थीले पढाइ साथसाथै उनीहरूले रोजे खोजे अनुसारको वातावरण युनिभर्सल कलेजमा छ? हजुरले मलाई बहुत राम्रो क्वेसन गर्नुभएको छ। यो कुरामा मैले अलिकति सिरियस भएरै हजुरलाई भन्नुपर्छ। +2मा जोइन गर्नुभन्दा अगाडि प्यारेन्ट्सले केही न केही सोचेरै आफ्नो बच्चालाई कुनै न कुनै कलेजमा भर्ना गर्नुहुन्छ। तर म के भन्छु भने युनिभर्सलको केसमा म हजुरलाई के अनुरोध गर्न चाहन्छु, हजुर मार्फत प्यारेन्ट्स र विद्यार्थीलाई ट्रस्ट गर्नुहोस्। बच्चालाई दिने इन्भाइरोमेन्ट वेल म्यानेज म गर्न सक्छु। कारण किनभने यहाँभित्रको इन्भाइरोमेन्ट मैले बनाउने हो, बच्चाले बनाउने हो। बच्चालाई हामीले यस्तो इन्भाइरोमेन्ट दिएका छौँ, त्यो बच्चा हाम्रो कलेजमा छिर्दाखेरि नै हामी उसलाई छोरा र छोरीको संस्कारबाट छिराउँछौँ, ताकि ती बच्चामा उनीहरूले हामीलाई हेर्ने नजरिया एउटा गुरु, एउटा सामान्य पढाउन आउने टिचर नसम्झेर, होइन मेरो घरको अभिभावक यहाँ छ है, मैले यो अभिभावकको अगाडि मैले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा उसले डिस्टेन्स राखोस् भन्नको लागि हामीले कल्चर सिकाउन खोजेका छौँ। त्यसले गर्दाखेरि इन्भाइरोमेन्टमा म 100% एस्योर गर्न सक्छु युनिभर्सलको इन्भाइरोमेन्ट हजुरले लाखौँ रुपियाँ तिरेर पनि पाउनुहुन्न। युनिभर्सल एसएस कलेज मैतीदेवीले विद्यार्थीलाई एज अ अभिभावकको रूपमा व्यवहार गर्छ है, त्यस्तो वातावरण छ युनिभर्सल कलेजमा। विद्यार्थीलाई हामीले विद्यार्थी मात्र नभइकन ऊ हाम्रो परिवारभित्रको सदस्य हो, हामी उसका अभिभावक हौँ। हामीलाई विश्वास गर्नुहोस्, हामीले उसलाई दिनुपर्ने वातावरणमा कोही कतै हाम्रो कमजोरी हुँदैन। विद्यार्थीहरूलाई साथीभाइहरूसँग पनि समय दिनुपर्ने छ, अभिभावकलाई पनि समय दिनुपर्ने छ, आफ्ना आफन्तजनहरूलाई पनि समय दिनुपर्ने छ, अथवा उनीहरूसँग पनि कुरा गर्नुपर्ने छ। साथसाथै अब विद्यार्थीलाई कलेजले कसरी सपोर्ट गर्छ, उनीहरूलाई मेन्टली एउटा प्रेसरबाट अलिकता बाहिर निकाल्न, विद्यार्थीलाई मेन्टल प्रेसर अझ बढी नहोस् भनेर यो युनिभर्सल कलेजले कसरी सपोर्ट गरिरहेको छ विद्यार्थीको माइन्डसेट क्लियर राख्न अथवा स्वच्छ राख्न? राम्रो क्वेसन आएछ। यसमा पनि मैले केही न केही बुझाउनै पर्छ हजुरलाई र प्यारेन्ट्सहरूलाई पनि यो कुरा हजुर मार्फत पुर्याउनै पर्छ। हजुरले भने जस्तै अहिलेको बच्चाहरूमा एउटा स्ट्रेस छ, स्वाभाविक हो, प्रेसर छ। यो प्रेसर घरको प्रेसर होइन, स्कुलको प्रेसर होइन। यी बच्चाहरूमा अहिले 60 देखि 80% बच्चाहरूमा चाहिँ ग्याजेटको प्रेसर हो। यिनीहरू मोबाइलमा जुन गेममा लागेका छन्, यी कारणले यिनीहरू रातभरि नसुत्ने, अनि बिहान कलेज आउँदाखेरि निद्रा नपुग्ने, खानेकुरा टाइममा नखाने, यी कुराले यिनीहरूको मेन्टल प्रेसर हो। यिनीहरू सही टाइममा सुत्ने, सही टाइममा उठ्ने, सही टाइममा कलेज जाने, सही टाइम प्यारेन्ट्सलाई दिने, फ्यामिलीसँग बिताउने हो भने यी बाबु नानीहरू प्रेसरमा हुँदैनन्। पढ्ने कुरा कहीँ पनि प्रेसर छैन है, कति पढ्ने भन्ने कुरा मात्रै फरक कुरा रहे। मैले यो कुरामा के भन्छु भने हाम्रामा एडमिसन भए अथवा बच्चा आए भने ती बच्चालाई हामीले गेटबाट छिर्दादेखि नै पोजिटिभ इन्भाइरोमेन्ट दिँदै जान्छौँ। म आफै बच्चालाई गेटमा 6:30 बजेको क्लास हुँदा 6:10 देखि म गेटमा बस्छु, किनभने उसका हर एक्टिभिटिज मैले गेटबाट लिनुपर्छ, ताकि उसलाई मैले पोजिटिभ इन्भाइरोमेन्ट दिनलाई। मैले सिधै क्लासमा र क्लासबाट सरले बाहिर निकाल्दा गर्दा मात्रै मैले उसलाई बच्चालाई भेटेँ भने त्यो बच्चा कहिले पोजिटिभ हुन सक्दैन। त्यसले गर्दाखेरि यी बच्चालाई मैले गेटमै भेटेर मोटिभेसनका कुरा, कहिलेकाहीँ उनीहरूको युनिफर्म मिलेको हुँदैन, त्यो युनिफर्म मिलाउने काम मेरो हो। मैले जब उसको टाइममा मैले हात लगाउँछु भने उसले पोजिटिभ इन्भाइरोमेन्ट पक्कै बुझ्छ, उसले हामीलाई पोजिटिभ ओहो भनिहाल्छ। त्यहाँदेखि हामीले उसलाई अघि मैले अघिल्लो प्रश्नमा पनि भनेको थिएँ, हाम्रोमा आउने बच्ची नानीहरूलाई हामीले छोरा र छोरीबाट सम्बोधन गर्छौँ, ताकि मलाई घरको मान्छेले जस्तै व्यवहार गर्यो है भन्ने कुरा उसलाई गेटबाट छिर्दा अनुभूति गराउँछौँ। र क्लासमा
पनि हामीले सर गुरुआमाहरूलाई कहिले पनि बच्चाहरूलाई कुनै पनि टर्चर दिने खालको व्यवहार नगर्ने भनेर निर्देशन दिएको हुन्छ। ती बाहेक अब उसलाई अझ फ्रेस बनाउनलाई हामीले स्पोर्ट्सका कुरा इसिएका कुरा पनि त्यसमा जोड्नुपर्छ। टाइममा उनीहरूलाई हामीले इसिएका कुराहरू दिन्छौँ होइन, त्यसपछि क्लास वर्क दिन्छौँ, कहिले वर्कसप दिन्छौँ, सेमिनार दिन्छौँ, कहिलेकाहीँ हामी हजुरको लागु औषध विरुद्धका कुनै पनि सेमिनारहरू हामी स्पेसल पुलिस फोर्सबाटै मान्छे बोलाएर पनि बच्चाहरूलाई मोटिभेसन दिन्छौँ। यी हो हाम्रो इन्भाइरोमेन्टका कुरा। विद्यार्थीलाई हामीले आफ्ना बाबु नानी छोरा छोरीको व्यवहार गर्छौँ भन्ने कुरा सरले राख्नुभयो र साथसाथै विद्यार्थीलाई हामीले फोकस अरू स्पोर्ट्सतिर, एक्स्ट्रा करिकुलर एक्टिभिटिजतिर, सेमिनार, कल्चरल प्रोग्रामहरूतिर आदि इत्यादि कलेजका सिग्नेचर मेगा इभेन्टहरूमा हामीले पार्टिसिपेट गराउँछौँ सर, जसले गर्दाखेरि विद्यार्थीलाई पढाइ साथसाथै अरू स्किल्स र क्षमता पनि वृद्धि होस् भन्ने हाम्रो चाहना छ भन्नुभयो। फिनिक्स पोडकास्ट शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर हामीले छलफल गर्ने गर्छौँ। आज फिनिक्स पोडकास्टमा हामीसँग हुनुहुन्छ युनिभर्सल एसएस कलेजका इन्चार्ज पारस विष्ट सर। अब कार्यक्रमलाई अगाडि बढाउँदै गर्दा अब सबैभन्दा महत्त्वपूर्ण कुरा के रह्यो भन्दा सर, एडमिसन ओपन भनेर युनिभर्सल कलेजले साइन्स र म्यानेजमेन्ट स्ट्रिममा भनेको छ। अहिले एडमिसनको प्रक्रिया सुरु भइसकेको अवस्थामा सरहरूको तयारी कस्तो छ सर? हाम्रो एडमिसन अस्ति 29 गतेदेखि सुरु भयो। 28 गते बेलुका एससीको रिजल्ट आयो। हामीले एडमिसन ओभरअल एडमिसन ओपन भनेर हामीले अहिले सोसल मिडियामा हामीले आफ्नो प्रमोट गरिरहेका छौँ। हामी सम्पूर्ण तयारीमा पक्कै लागिसकेकै छौँ। हामीले बच्चाहरूलाई तयारी भन्नाले हामीले कस्तो हो भने क्लास रेडी गरेका छौँ बच्चाहरूको लागि, हामीले काउन्सिलिङको लागि सबै रेडी छ, फी स्ट्रक्चर सबै रेडी छ, भिजिटमा आएको बच्चालाई हामीले दिने सबै तयारी छ हामीसँग। हामी ओभरअल तयारी भएर बसेका छौँ, बच्चाहरू ढुक्क भएर आयो हुन्छ। युनिभर्सल कलेज साइन्स र म्यानेजमेन्ट स्ट्रिममा भर्ना खुलेको छ। अब एडमिसन गर्न आउने विद्यार्थीको लागि एडमिसन प्रोसेस के छ सर? सरले छोटकटीमा बताइदिनु भयो भने आउने विद्यार्थीलाई अझ सहज हुन्थ्यो। सरले भनेको कुरा एकदमै राम्रो हो, यो बच्चालाई थाहा हुनु जरुरी छ। एडमिसन सुरु भइसकेको छ। अहिले बच्चाहरू आफ्नो खुसियाली, रिजल्टको खुसियाली पक्कै मनाउँदै एक दुईवटा कलेज मात्रै भिजिटको समयमा पुगिरहेको अवस्था होला मेरो बुझाइमा। बच्चाहरूले घुम्ने समय अझै बाँकी छ, बुझ्ने समय अझै बाँकी छ। मेरो यस कलेजमा अथवा हाम्रो यस कलेजभित्र चाहिँ एडमिसन ओपन भइसकेको छ। नानी बाबुले डाइरेक्ट अहिले आएर एडमिसन गर्छु भन्दा पनि पाउने वातावरण हामीले बनाएको छौँ। तपाईँहरू आउन सक्नुहुन्छ, इजी आउन सक्नुहुन्छ, बुझ्नुहुन्छ, चित्त बुझ्यो अहिले एडमिसन गर्न सक्नुहुन्छ। इन्ट्रान्स फर्म भरेर हामी नानी बाबुलाई फेरि होल्ड गराउन चाहँदैन। हामीले जो सुरुमा आएर एडमिसन हुन्छ, हामीलाई चाहिँ 3.9 एबभको बच्चा चाहिएको होइन, मलाई 1.6 भएको बच्चा आओस् र मैले उसलाई संस्कारसहित रिजल्ट राम्रो दिएर पठाउन पाऊँ भन्ने हिम्मतका साथ बच्चाहरूलाई मैले इन्भाइट गर्छु सर। हामीलाई ट्यालेन्ट विद्यार्थीलाई मात्रै हामीले बोलाएका छैनौँ, हामी कमजोर विद्यार्थीलाई ट्यालेन्ट बनाएर युनिभर्सल एसएस कलेजले पठाउन सक्छ। हामीलाई ट्रस्ट गर्नुहोस्, विश्वास गर्नुहोस् भन्नुभएको छ सरले। स्वयं +2 म्यानेजमेन्ट र साइन्स सिस्टमका इन्चार्ज सरले यसरी भनिरहँदा हामीलाई विश्वास अझ बढ्दैछ युनिभर्सल एसएस कलेजसँग, जुन मैतीदेवी चोकमा अवस्थित छ। अब कार्यक्रमको अन्तिमतिर हामी आइपुगेका छौँ। सरलाई, विद्यार्थी लगायत अभिभावकलाई सरले के जानकारी दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ? मेरो तर्फबाट विद्यार्थी साथसाथै अभिभावकलाई मेरो यो अनुरोध छ, कतै केही कसैको कुरा नसुन्नु होला, आउनु होला, एकखेप भिजिट गर्नुहोस्। मेरोमा भएका हर चिज हजुरलाई ओपन छ, हजुरले हेर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। रिजल्ट हेर्ने भए एनइबीको साइट खोलेर पनि देखाउन तयार छु हजुरलाई, होइन? आउनुहोस्। धेरै पैसा तिर्दैमा हजुरका नानी बाबुले क्वालिटी पाउने होइनन्। त्यसले गर्दाखेरि हामीलाई ट्रस्ट गर्नुहोस्, हामी चिफ एन्ड बेस्ट तपाईँको नानी बाबुलाई विथ संस्कारी बनाएर पठाउनेछौँ।
धेरै धेरै धन्यवाद। फिनिक्स पोडकास्टमा सधैँ चाहिँ आज पनि हामीले छलफल गरेका थियौँ युनिभर्सल एसएस कलेज साइन्स र म्यानेजमेन्ट स्ट्रिम को बारेमा, र अहिले भर्खरै भर्ना अभियान पनि सञ्चालन भएको छ, जुन एसई को रिजल्ट पछि प्राय कलेजेसहरूले आफ्नो भर्ना प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा युनिभर्सल एसएस कलेजले पनि भर्ना अभियान कार्यक्रम अगाडि बढाइसकेको छ। फिनिक्स पोडकास्टमा आगामी दिनमा रोचक सामग्री लिएर म फेरि उपस्थित हुने नै छु। कृपया हामीलाई फलो गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला र हामीसँगै रहनुहोला। थ्याङ्क यू सो मच।